हेलो गाइज म चाहिँ अब होइन टक्क काममा निस्किन लागेको अब हिजो चाहिँ अबेरसम्म सुतेर होला हल्का ढिला नै उठ्यो क्या अहिले कतिदेखि अब बिहान 4 बजीसम्म चाहिँ काम गर्छु म चाहिँ अब उठ्नै सकिएन क्या दिउँसो आज फेरि खाना बनाउने पनि पाली थियो खाना पनि बनाइयो सरसफाइ गऱ्यो यताउता कपडाहरू लन्ड्री गरियो होइन त्यो कारणले गर्दा उठ्नै सकिएन अब चाहिँ म चाहिँ काममा जानेछु होइन साथीहरू पनि कोही कामबाट आइसकेछन् म चाहिँ अब काममा जान लागेको आज चाहिँ म टक्क लगाएर आज चाहिँ बाइक लग्दैन म आज चाहिँ स्कुटरमा काम गर्छु यो पनि मेरो स्कुटर हो होइन अब चाहिँ टक्क लगाएर स्कुटरमा जानेछु अब 12-13 घन्टा होइन अब अहिले गएको कति 4 बजे गएको म सिधै 4 बजे आउनेछु अब हेरौँ त्यति बेलासम्म कति कमाइ हुन्छ के हुन्छ होइन कस्तो अर्डरहरू फाल्छ अब हेरौँ त्यतिखेर चाहिँ टक्क भेटौँ न सियु गाइज मलाई चाहिँ अर्डर फालिसक्यो हेर्नु न कति टाढाबाट मलाई पिकअप गर्न थाल्यो कि कति $22 को अर्डर हो होइन कति $22 को 6 माइल छ तर हेर्नु न यति टाढाबाट चाहिँ मलाई अर्डर दियो क्या तर पिकअप गर्ने चाहिँ 2 ठाउँबाट छ तर सेम कस्टमर हो होइन मलाई उबरले चाहिँ $22 को अर्डर फाल्यो तर दिस इज माई फर्स्ट अर्डर होइन हेरौँ फर्स्ट अर्डर चाहिँ मलाई $22 को फाल्यो होइन यस राम्रो म चाहिँ ह्याप्पी छु है गाइस म चाहिँ पिकअप गर्ने ठाउँमा पुगिसकेँ मेरो चाहिँ कहाँ छ 23 कति छ है पिकअप गर्ने ठाउँ 22:38 छ यहाँबाट चाहिँ पिकअप गर्छु म अर्डर चाहिँ मेरो अर्डर चाहिँ र मैले चाहिँ अर्डर पाएँ होइन अब चाहिँ म टक्क कन्फर्म गर्छु तर ल हेर्नु अर्को अर्डर ल्याउन चाहिँ कति जान्छ 9 मिनट लाग्छ कि 1.3 माइल छ सेकेन्ड तर एउटै कस्टमरको तर 2वटा अर्डर भएर यति टाढा चाहिँ जानुपर्ने यहाँबाट चाहिँ म पिकअप गर्न जान्छु थ्याङ्क यू हेर्नु न यस्तो भिडभाडमा पनि कति मजाले फुल भएर होइन मान्छेहरूले इन्जोय गरिरहेको छ क्या सही होइन नि त यहाँ अति धेरै रेस्टुरेन्टहरू छ क्या यहाँभित्र चाहिँ हुन्छ नि नेपालको हाम्रो के हुन्छ भाटभटी पनि त्यस्तै सिभिल सेन्टर के हुन्छ होइन नेपालमा त्यस्तो खालको यहाँ चाहिँ छ गाइज मैले चाहिँ 2वटा अर्डरहरू चाहिँ पिकअप गरिसकेँ अब चाहिँ म त्यहाँ छोड्न जानेछु होइन टक्क ट्राफिक चाहिँ धेरै रहेछ हल्का टाइम चाहिँ लाग्ने भयो क्या गाइज म चाहिँ अर्डर छोड्न आइसक्यो अर्डर छोड्न आएको गाइज अर्को $10 को पनि एड गरिदियो क्या होइन कस्तो फर्स्टको 10 थ्याङ्क्स अब यहाँ चाहिँ रिसेप्सनमा मान्छे नै हुनु रहेछ क्या अर्डर छोड्न आएको यहाँ रिसेप्सनमा चाहिँ सेक्युरिटी हुनुपर्ने यता हुनुहुँदो रहेछ होइन मेरो दाइ चाहिँ यता हुनुहुँदो रहेछ टक्क यहाँ इलिभेटरमा चाहिँ एक्सेस लग्नुपर्छ क्या माथि जानलाई त्यही त अब ओनु चाहिँ अब नाही थ्याङ्क यू होइन टक्क हल्का दिनुपर्छ क्या यहाँबाट यसमा एसएस दियो भने चाहिँ टक्क यो माथि जान मिल्छ क्या त्यति फ्लोरमा चाहिँ सबै भयो नि त होइन टक्क एउटा छोड्न आएको अर्को छोड्दा छोड्दै $10 को बजाइदिरहेको अर्डर होला छ यहाँ 922 भनेको चाहिँ यहाँ रहेछ यता हेर्नु यहाँ चाहिँ हेर्नुपर्छ कि राइट लेफ्ट जाने भनेर यता चाहिँ मेरो 922 हो नि त यता चाहिँ रहेछ क्या यहाँबाट लगाएर साइड मिटर डोर भनेर रहेछ होला मिटर डोर भनेर रहेछ म चाहिँ होला हराएको भयो चाहिँ भनिदिन्छु
कस्तो क्लिन छ क्या, स्मेल पनि यस्तो दामी छ होइन यता होइन। यो चाहिँ सही हो क्या, यत्तिको क्लिन चाहिँ हुनु पऱ्यो क्या अपार्टमेन्टहरू। म चाहिँ यहाँनिर राखिदिन्छु होइन, राखेर स्विङ बोर्डहरू चाहिँ बनाइदिन्छु। हुन्छ कन्फर्म गरेँ होइन। अब अर्को 10 तल अहिले चाहिँ म रुममा आइसकेँ होइन। टक्क लगाएर म 4 बजे निस्केको, अहिले चाहिँ 10:30 भइसक्यो। अब चाहिँ एकदम भोक लाग्यो क्या मलाई चाहिँ, अब खाना खानु पऱ्यो। अब बाहिर पनि के खानु होइन, रुम नजिकैको अर्डर फालेर म चाहिँ अहिले कोठामा आइसकेँ। अब चाहिँ एकछिन खाना खान्छु। आज चाहिँ सैटरडे नाइट हो नि त, त्यही भएर राति चाहिँ बिजी हुन्छ। म चाहिँ अब खाना खान्छु, त्यसपछि चाहिँ टक्क लगाएर फेरि काममा निस्किन्छु। हो त गाई चाहिँ।